Hello everyone, welcome to our channel. आज म किन एक्लै छु भन्दाखेरि मसँग हुनुहुन्छ दुईजना म बनाउँदैछु। ल पहिलो म बनाउँछु हाम्रो दिदीलाई। ताली 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 ताली। हजुरको खास उहाँको खास कुरा के भन्दाखेरि आज उहाँको बर्थडे रहेको छ। ह्यापी बर्थडे। Thank you everyone. नेक्स्ट अफ हामीसँग हुनुहुन्छ कृतिका जी। आउनु प्लिज। Arya, वेलकम टु आवर च्यानल। thank you so much. आज के हुँदैछ भन्दाखेरि आजको च्यालेन्जको नाम रहेको छ वाट द डक च्यालेन्ज। यसमा त्यो डक किन छ थाहा छैन तर छ। यसमा म गेमहरू खेलाउँछु, त्यसको 4वटा राउन्ड छ। यसमा गेमहरू खेलेपछि जो विनर हुन्छ त्यसले पाउँछ एउटा गिफ्ट। Okay. गिफ्ट के हुन्छ त? लेट मी सो यु गाइज। हामीसँग गिफ्ट रहेको छ। बर्थडेको खोल्नुहोस् त। बर्थडे को लागि कस्तो लागिरहेको अब ए म हो त्यो बर्थडे खोल्नुहोस् खोल्नुहोस्। के हो खोल्नु म बिगाउनु। Team Diaries where fun never ends. Winner of What the Dog. Are you serious? त्यो हाम्रो च्यानलबाट स्पोन्सर आएको छ अब र यो चाहिँ हाम्रो जो विनर हुन्छ कि उहाँसँग हुन्छ कि उहाँसँग हुन्छ यो रहेको छ हाम्रो आजको विनर गराइ Trophy. ट्रफी रहेको छ। र हाम्रो अब फर्स्ट राउन्ड रहेको छ बजार राउन्ड। यसमा चाहिँ दुईजनाको मोबाइलमा बजार भन्ने एप डाउनलोड भएको छ। ओके हामीलाई चाहिँ केही आइडिया छैन हामीलाई केही आइडिया छैन आफै हामी सुनिरहेको छौँ यहाँ के भइरहेको छ हामीलाई पनि ओके यसमा के भन्दाखेरि म क्वेसन भन्छु र त्यसको 4 अप्सन पनि भन्छु। अप्सन भनेपछि जसले पहिला बजार बजायो अप्सन भनेपछि गर्नु अप्सन भनेपछि बजार बजाउने जसले पहिला बजार बजायो उसले एन्सर भने 4 पाउँछ। जसले एन्सर राइट गर्यो एन्सर राइट गरेको 10 मार्क्स पाउँछ, 10 पोइन्ट पाउँछ। र हजुरले पालो आयो र हजुरले मिलाउनु भएन भने उसको उसले पास हुन्छ। उसले पनि मिलायो भने 10 मार्क्स पाउँछ। यदि उसले दुवैले मिलाएन भने कसैकै मार्क्स आउँदैन। यसमा चाहिँ मिलेन भने नेगेटिभ मार्किङ छैन यसलाई। One day of Are you guys ready? यस आई थिंक I सो don't know. हाम्रो फर्स्ट क्वेसन रहेको छ वाट इज द लोएस्ट करेन्सी भ्यालु इन दिस वर्ल्ड। कुन चाहिँ कन्ट्रीको चाहिँ करेन्सी भ्यालु एकदम कम छ? अप्सन छ हामीसँग। अप्सन 1 इरान, अप्सन 2 कोरिया, अप्सन 3 भियतनाम, अप्सन 4 अमेरिका। अप्सन ए बी सी डी मा इरान, कोरिया, भियतनाम, अमेरिका। भियतनामको चाहिँ $1 भनेको चाहिँ 24,000 रहेको छ र त्यो गलत भनेको। हजुरलाई गरेको यो क्वेसन के हो र अप्सन के हो अप्सन इरान, कोरिया, अमेरिका भनेको छ। कोरिया कोरियाको चाहिँ $1 भनेको 1,000 मात्र हो। यसको सही एन्सर हो इरान। $1 भनेको 42,000। इरान भन्न मलाई लाग्दैन कोरियाको चाहिँ फेरि 10,000 हुन्छ नि त होइन करेन्सी अनि त्यो इरान गयो रे $1 भनेको 42,000 इरानको रहेछ। ल ओ भाइ साहब एकदम जिग्यो केन्या मलाई के के होस् त्यो फर्स्टको कसको एन्सर अब सेकेन्ड रहेको छ। अब म एउटा गीतको क्यारियोके बनाउँछु। ओके 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 क्यारियोके बनाउँछु। त्यसको चाहिँ बन थाल्यो बजाउनु पाइन्छ। बजाएर कुन भन्न पाउँछ बन थाल्छ। गीतको नाम भन्ने गीतको नाम भन्ने गीतको नाम भन्नु पर्यो। म गीत बज्दा एकदम सही छ। गीतको नाम चाहिँ सुरु गरिरहनु पर्यो भन्नु है त। बदतमीज दिल बदतमीज दिल बजाउने बदतमीज दिल बदतमीज दिदीले पोइन्ट 10 पोइन्ट गोज टु दिदी। बदतमीज दिदी। चीटिङ गाइस यो त अनफेयर भयो नि कहाँ ल अब थर्ड क्वेसन रहेको छ विच युट्युबर हैज द हाइएस्ट सब्सक्राइबर्स? अप्सन ए टी सिरिज, अप्सन बी कोकोमेलन, अप्सन सी मिस्टर बीस्ट, अप्सन डी क्यारिमिनेट। निकाले पहिला भन्नुहोस् र भन्नुहोस् एबिसिडीमा टी सिरिज टी सिरिजको रहेको छ 274 मिलियन सब्सक्राइबर तर त्यो सेकेन्ड हाइएस्ट। यार हजुर भन्नुहोस्। कोकोमेलन कोकोमेलनको रहेछ 183 मिलियन त्यो पनि रङ। हाइएस्ट भएको छ मिस्टर बीस्टको 370 मिलियन मैले बिहान भयो। मिस्टर बीस्ट जस्तो लाग्छ फेरि टी सिरिज धेरै होला फेमस भयो त मिस्टर बीस्टले पुरै डिसिप्लिन जित्यो भन्ने कुरा एकदम फेमस भयो। अब त्यो थाहा पाउने कुरा हो यो त। यो पोइन्ट कसै गएको होइन। केन्या हो गाइस सो सैड अब भेरी सरी नेक्स्ट क्वेसन व्हाट इज द मोस्ट प्लेड म्युजिकल इन्स्ट्रुमेन्ट? अप्सन
गिटार पियानो ड्रम फ्लूट गिटार पियानो ड्रम रहेको एउटा भन्नु Drum. ड्रम अप्सन डी गलत अप्सन ए फ्लूट अप्सन बी गिटार अप्सन सी पियानो Piano. सही जवाब म्युजिकल इन्स्ट्रुमेन्ट रहेको चाहिँ गिटार के पियानो भन्यो 10 Yes थियो गाइस so sad. यसमा भन्न मिल्दैन म अर्को भन्छु अर्को छ एकदम आउट अफ नोवेयर क्वेशन हु इज द सीईओ अफ इसेवा कि तुक्का मिल्न पऱ्यो कि केही मिल्न पऱ्यो अब के जान्ने मिलाउनु पर्यो अप्सन ए आदेश कोइराला अप्सन बी अनुराधा कोइराला अप्सन सी अनिल कोइराला अप्सन डी Anil Koirala. Option C. गलत जवाब Random. अब तिमीलाई अब Last question the last one के थियो सागर थापा अप्सन ए आदेश थापा आदेश कोइराला अप्सन बी अनुराधा कोइराला र अप्सन डी रहेको छ सागर थापा बजाउनुहोस् भन्नुभयो कि बाबा भएन One. अप्सन आदेश कोइराला सही जवाब सीईओ अफ इसेवा होइन यसको साथ हाम्रो राउन्ड 1 बजार राउन्ड कम्प्लिट भएको छ के भन्छ स्कुल गेम जस्तो लाग्यो यसको साथ पोइन्ट रहेको छ 10 र 20 अब जाम राउन्ड 2 मा नेक्स्ट राउन्ड रहेको छ हामीसँग Okay. एनाग्राम राउन्ड के एनाग्राम राउन्ड भन्छ चाहिँ Anagram. एनाग्राम भनेको चाहिँ कुनै पनि जम्बल वर्ड हुन्छ नि जम्बल वर्डलाई मिलाएको यसमा चाहिँ मसँग छ चिटहरू छ बुझे कसरी म यसमा चिट छ र पहिलो रहेको छ एपको बारेमा एप एप कुनै पनि एप मोबाइलमा चलाउने नर्मली मान्छे चलाउने एप हो यो त्यो हजुरलाई दिन्छु हजुरले जसले चाँडो मिलाउनु दुईटै एउटै हुन्छ दुईटा नो टाइम लिमिट तर दुईटै भन्नु पाउँछ एउटै हुन्छ डिफरेन्ट हुन्छ सेम छ अब जसले पहिला मिलाउँछ मर्न आउँछ त्यसले पाउँछ 10 पोइन्ट ओके बल्ल होइन यो चिट वान गरेर ओपन गर्ने हो पछाडि पठाउने अनि यो एपको बारेमा हो यो एप मोबाइलमा हुने एप हो यसो रिभाइज गरेर छ र मोबाइलमा हुने एप हो यो टिकटक छ भने त्यो सफल गरेर थपाउनु पर्यो र दुईटैमा एउटै खान्छ एउटै चाहिन्छ एउटै नम्बर पनि उस्तै आएको छ उस्तै कि एउटै एउटै छ र यसमा मिल्यो भने 10 मा पाउनुहुन्छ चिट वान गरेर हान्नु पर्ने नि यो फर्स्ट जम्बल बोर्ड गरेको छ 3 2 1 गो What is this? Snapchat. Yes, that's correct. And it's okay. What's the number of times you buy Snapchat? काम गर्ने के के म त WhatsApp बाट काम गर्ने सेकेन्ड छ यसमा पनि कुनै नेगेटिभ मार्किङ छ कति रङ हुनु पर्ने त राइट हुनु पर्ला हो सेकेन्ड रहेको छ त्यो सबै याद नै हो हैन यो रहेको छ हाम्रो रिलेसनको बारेमा रिलेसन जस्तै ब्रदर सिस्टर त्यस्तो 3 2 1 गो हजुरआमा यस कृतिकाले पायो नि कृतिकाले पायो 10 मा 10 नै भन्नु त 3 मिली सेकेन्ड हाम्रो थर्ड रहेको छ इन्डियन एक्टर फेमस इन्डियन एक्टर ल come on can do it Indian actor actor Anil Kapoor yes correct answer remember Anil Kapoor अब हामीसँग छ नेपाली एक्ट्रेस Okay. नेपाली एक्ट्रेस 3 2 1 go come on let's go I'm ready नेपाली एक्ट्रेस आजल शर्मा yes please यो एउटा सिम्बल हो आजल शर्मा सबै याद आयो आजल शर्मा त यादै नै अब हामीसँग कति पोइन्ट भएको र न अब हामीसँग रहेको छ के हो अकुपेसन अकुपेसन 3 2 1 go जर्नलिस्ट yes हेर्दै क्या के हेर्दियो अब
अब हामीसँग यो गेम यो राउन्डको लागि लास्ट रहेको छ With the zero, oh no. One, six, nine, Shit. 3 के हो के हो game 3 2 1 go be creative be creative Badminton. yes Oh. correct यो राउन्डमा दिदीको रहेको छ 20 पोइन्ट र दिदीको रहेको छ 40 पोइन्ट Oh my god. अहिलेको राउन्डमा हजुरको 10 उसको 20 दिएको ओके अब हामीसँग दुईटा राउन्ड छ अझै अब दुईटा राउन्डमध्ये अब हामीसँग रहेको थर्ड राउन्ड गेस द प्राइस Round 3. अब हजुरहरूलाई मिल्छ दुईवटा मिल्छ कपी अथवा पेपर केही म पनि सामान देखाउँछु सपोज मैले सामान यो बुक देखाएँ हजुरको हातमा कपी हुन्छ अनि पेन हुन्छ हजुरले प्राइस हेर्नुपर्ने हुन्छ प्राइस यति होला भनेर जसको धेरै क्लोज हुन्छ त्यो देखाउँछ टेक र तपाईँले पहिला प्राइस देखाउनु पर्ने हुन्छ प्राइस देखाएपछि म भन्छु कति प्राइसको क्लोज छ भन्छु कसले भन्दिनँ क्लोज छ भने अनि सपोज हजुरले लाग्यो कि जुत्ताको चाहिँ अलिकति मिल्ला कि जस्तो लाग्यो भने त्यो म सोध्छु होइन कसले जुत्ता जस्तो लाग्यो भने सोध्छु त्यो जुत्ता कति जुत्ता भन्ने कुराहरू मिलाउनु भयो भने पार्कमा पाउनु पार्क पनि एक्स्ट्रा हुन्छ यदि हजुरको मिल्न लाग्यो र हजुरले मेरो जुत्ता जस्तो लाग्यो भने हजुरले आफूले पोइन्ट दिने आफूले मैले मेरो जुत्ता जस्तो लाग्यो हजुर 5मा एक्स्ट्रा गर्नु 15मा पाउने होइन अब यसको लागि हामीलाई चाहिन्छ कति र पेज यसको लागि सामान ल्याइदिनु पर्ने हुन्छ किन अब हामीसँग सजानमा रहेको छ सामग्रीहरू मसिनहरू सामग्रीहरू पहिलो रहेको छ त्यो चाहिँ धेरै जस्तो मैले किनेको नभए प्राइस कतिमा किनेको नेपाली प्राइस थाहा छ मलाई पहिलो रहेको छ यो गएर मैले किनेको हो ल कहिले किनेको रिसेन्टली हो कि आज किनेको आज लौ ल यो गएर मैले किनिरहेको छ ल Don't listen to this one, though. अहिले पनि हुँदैन मैले किनेको ल यसको प्राइस देख्नु अब अहिले पनि नदेखेको प्राइस देख्नु सबको जिम्मा थाहा छ कति किनेको ल त मैले किनेको यो 100 रुपियाँमा चाहिँ एनबिसीमा किनेको 100 रुपियाँमा दिदीको क्लोज रहेको छ जम्मा मैले त मैले क्लोज छ भनेर सोध्दा पनि त मैले तिमीलाई ल अहिले 10 मिनट बादमा दिदी त्यसैले आइटम रहेको छ यो आइफोनको यो कति पर्छ होला प्राइस आइफोनको यो फोन Don't bother, huh? ओरिजिनल त होइन एकजना मान्छे त्यो त अभियस हो एकजना मान्छे 700 रुपियाँले एकदम क्लोज छ No, किनेको एकजना 700 रुपियाँले जो विनर छ नि उसको 700 रुपियाँले एकदम क्लोज छ क्या यो यसको पैसामा एकदम क्लोज छ 700 रुपियाँले को होला त्यसो होला कति जस्तो लाग्यो र तिमी जस्तो लाग्यो हजुर कति जस्तो उनीहरू हुन्छ कि किनभने मैले किनेको 1500 मा मैले 1000 लिनु आएको थिएँ सुरुमा त आइफोनको हो 300 पाउँदैन एकदम भयो पोइन्ट भयो तिमीलाई र अहिले 15 छ 15 पोइन्ट किन 10 त सबैले पनि त्यसरी मिल्नु यो त 15 पाउनु नेक्स्ट रहेको छ यो क्यालकुलेटर ल हे राम मलाई थाहा हुँदैन कि प्राइस के हो यो 50 रुपियाँले किन्नु छ के कसले जित्छ जस्तो लाग्यो यसमा 50 रुपियाँले किन्नु 50 रुपियाँ मात्रै लिनु छ के यो एकजनाको र यो क्यालकुलेटर मैले यसको हजुरजनामा यसको एक्चुअल प्राइस हो 550 रुपियाँ ए हो जम्मा हजुरले पाउनुभएको छ 15 पोइन्ट किनकि नर्मल हाम्रो साइन्टिफिक क्यालकुलेटर 700 अनि त्योभन्दा त अब कमै हुन्छ यसमा त फङ्सन होइन त्यही भएर नेक्स्ट अप हामीसँग रहेको स्पिकर जो मैले किनेको अलिकति पहिले किनेको तर मैले किनेको हाम्रो स्पिकर यो कम्पनी ल गेस गर्नु महँगो परेको सस्तो परेको कति नर्मल कति पर्छ नै थाहा छैन स्पिकरको अब नट माई बिजनेस तर कतिमा किने अब यो स्पिकर हो थोडा आवाज माइनस कस्तो मिल्छ एकजना चाहिँ 150 रुपियाँको डिफ्रेन्समा हुनुहुन्छ को हुनुहुन्छ 10 माइनस को हुनसक्छ एकदम क्लोज तर 150 रुपियाँकोमा गेस गर्नु यदि उसले जस्तो लाग्यो भने उसले भन्नु नि यदि उसले जित्यो भने 5 मिनटै पाउनुहुन्छ है थाहा नि यदि दिदी दिन्छ लाग्यो भने तिमीले दिदी दिन्छ भन्यो भने 5 मिनटै पाउँछ कति सुन्नु मान्छे प्राइस ल्याएको छ
कृतिका यो परेको एक्ज्याक्टली 900 रुपिस दिदी ग्रोथ हुनुहुन्छ दिदीले पाउनु 10 पोइन्ट र कृतिकाले गेस गर्यो त्यो रुपिस 5 अब हामीसँग रहेको छ लास्ट प्रडक्ट चाहिँ मैले किनेको अफ कोर्स यो पिनट बटर कम्पनी अफ विकफिल्डको कम्पनीबाट ल्याएको पिनट बटर हो रिसेन्टली ल्याएको दुईजना मध्ये एकजनाको एक्ज्याक्टली मिलेको छ मेरो र को होला अब मेरो, भन्नु मेरो, गेस गर्नु नि आफूले भनिदिनु हजुरलाई भनिदिनु दुवैले एउटालाई भोग्यो केही हुन्न पोइन्ट पाउँछ Point पाउँछ। भिडियो पनि पाउँदैन ल ल त्यो प्राइस रहेको छ एक्ज्याक्टली 250 रुपिस र तिमी पाएको छ 15 पोइन्ट दिले पाउनुभएको छ 5 पोइन्ट ए दुवै पाउँछ यसैको साथ हाम्रो राउन्ड नम्बर 3 कम्प्लिट भएको छ कस्तो रमाइलो भइरहेको छ यो कमेडी लागिरहेको ओके ल हाम्रो लास्ट राउन्ड Final round. लास्ट राउन्डमा कप चाहिन्छ कि नै कपी चाहिँदैन ओके यसमा चाहिँ के हुन्छ मसँग छ 8 वटा क्वेसन सुन्नुहोस् है त्यहाँनिर मसँग 8 वटा क्वेसन छ म उहाँलाई 4 क्वेसन सोध्छु र हजुरलाई साह्रो क्या हजुरले 4 क्वेसन सोध्छु मैले दिने सोधेको क्वेसन तिमीलाई होइन तिमीलाई छुट्यो तिमीलाई आज छुट्यो होइन सो अब सधैँ मैले एउटा क्वेसन सोध्छु र त्यसको दुईवटा अप्सन दिन्छु तिनीहरूको एकचोटि मिल्यो भने +10 बिग्रियो भने -5 यसमा नेगेटिभ मार्किङ पनि छ दुईवटा अप्सन छ एकचोटिमा मिलायो भने +10 एकचोटिमा बिगाऱ्यो भने -7 Are you guys ready? Are you guys excited? पहिलो क्वेसन रहेको छ दिदीलाई Which city has more population? Option A, Kathmandu. Option B, Pokhara plus Lalitpur. ऑप्शन बी Option B, Pokhara plus Lalitpur. इसको सही जवाब हो काठमाडौँ र हजुरको पोइन्ट -5 रहेको -5 भयो मैले यो मध्ये च्याट जिपिटी पनि हामीले हेरेको अझसम्म सबै डाटाहरू चाहिँ मैले च्याट जिपिटी प्लस गुगल हानेर सर्च गरेर रिसर्च गरेर लेखेको आवर सेकेन्ड क्वेसन इज कृतिका विच प्लानेट हेज द मोस्ट मुन्स अप्सन ए स्याटर्न अप्सन बी जुपिटर सिम्पल हुन सक्छ क्रेजी पनि हुन सक्छ सिम्पल क्रेजी ल स्याटर्न कि जुपिटर विच प्लानेट हेज द मोस्ट मुन्स यो स्कुलमा त 20 वटा डालेको अकेले कन्फ्युज हो जुपिटर Are you sure about it? Yes. क्या आप चेंज करना चाहोगे? चेंज करना? आई बोलाई चेंज करनी ना है? नहीं सही जवाब रहेगा तो Saturn. Saturn has the most moons. Even though Jupiter is the My largest. teachers are watching, please. They are disappointed. Saturn को ये बड़ी चैलेंजिंग बोला है ना. अब उसको बात. Which is large? Which number is large? Option A, √2. Option B, 1.5. Which number is greater, larger? √2 कि 1.5? पास हुँदैन क्वेशन No. आउँदैन आउँदैन. Option A, √2. Option B, 1.5. 1.5 You can change the option. Option change the option. Okay, sorry about the 1.5. So you won 10 points. Plus 10. wow And what is the sum of first 100 natural number? Option A, 5050. Option B, 10,100. तुक्का What are you doing? Comment class में आता है, comment class में नहीं पढ़ा तुमने. What is the sum of first 100 natural numbers? 1 लगी +2 +2 1 +1 2 2 +3 5 गर्दै गर्दा त गणना टाइम जति छ 10,000. बिल्कुल क्या आप चिन्ह चाहूँ नहीं कर चाहूँ नहीं करना है तो कर लो हम अब पाएंगे सही आंसर रहेगा था 5,000. सात कितने को रहता -5. सोचो था 100 plus 99 plus 98 plus 97 गर्दा त 10,000 त पुग्छ होला भन्दा नि म भनौँ 1 + 99 100 98 + 2 100
कति कति 50 हुँदैन कि फर्स्ट लास्टमा गर्दा 99 वान कति गर्दा 100 भयो नि 98 र 2 गऱ्यो भने 100 भयो त्यस्तै 50 र 50 50 र 50 छैन त्यही भएर यसको सजिलो हुन्छ अलिकति क्रेजी दिमाग आएको भयो 5550 हुन्छ र त्यतिकाको लागि त माइनस क्वेश्चन नम्बर 5 what is the value of e को पावर 0 के थाहा छ प्लिज यो क्वेशन पास गर्नु प्लिज ऑप्शन 1 0 what is the power e को पावर 0 1 are you sure you like the 1 ये टाइम नहीं हो 1 सही जवाब 1 is the correct answer of e को पावर value of e को पावर 0 what is the only continent without a desert option A Antarctica Antarctica. option B Europe Antarctica. so do you think the Antarctica is the only continent without a desert अब सबै आइस गर्दै त काम तपाईँ अप्सन चेन्ज गर्न चाहनुहुन्छ के त युरोप हो कि एन्टार्क्टिकामा के त छ कि कतै त्यो हमाला थालेको त हमाला के जस्तो जान सक्छु के त आइसको भित्तामा डेजर्ट छ कि आइस Antarctica प्लिज तो सही जवाब हो युरोप युरोप त्यो मान आयो यो अप्सन यो पनि दिएर पऱ्यो है क्वेश्चन र यसको त्यतिका भएको छ माइनस अनि Antarctica को हात डेजर्ट डेजर्ट कतिले एकदिन लहर नि आउँदैन त्यतिका मैले म आफै साइको भएर हो र भनेर मैले यहाँ 5 ठाउँमा रिजल्ट गरेर कता कता गुडीपुडियामा गएँ कता कता ओल्टामा गएर गएको न हजुर पार्नु अब यो रहेको त हजुरको लागि लास्ट क्वेसन त्यसपछि गेम खतम मेरो नम्बर आउँदैन Which country was first to launch a satellite in space? Which country was first to launch a satellite in the space? Option A, USA. Option B, Soviet Union. सोभियत युनियन कन्ट्रीको नाम Oh, कहाँ पर्छ Option वाला अरूको हो त हो अब के भन्नु मन त्यही थाहा के हो सोभियत युनियन भने कन्ट्रीको नाम यो दुईटा मात्रै एउटा कन्ट्रीले चाहिँ फर्स्ट टाइम सेटेलाइट लन्च गरेर स्पेसमा गयो सोभियत के रे सोभियत युनियन अनि कन्ट्री र युएसए कन्ट्री नै हो त्यो चाहिँ लिगल एकदम कुनै कन्ट्री नै हो ल भन्नु चुज गर्दै चुज अब USA Are you sure? I don't know You wanna- intuition is saying that Do you want to change your option? अहिले त हजुर कुनै पनि यो अप्सन चेन्ज गर्न पाएन त अरे हाम्रो intuition मा गएको त ल यसलाई पनि आफ्नो इङ्ग्लिसमै जानु yes ल गरिन् युएसए एलओसीके गलत जवाब एन्सर रहेको छ सोभियत युनियन यो अप्सनहरू चाहिँ मैले कलेज चुज गरेँ भने मैले हेर्दाखेरि म बिगार केही टाइपको क्वेसनहरू पनि छ त्यतिमा चाहिँ मैले पिक गरेँ हो जुन चाहिँ क्रेजी जति होइन होइन लाग्छ त्यही हुन्छ कि मैले त्यतिहरू चुज गरेँ सो करेक्ट एन्सर हो सोभियत युनियन इट्स द फर्स्ट कन्ट्री टु लन्च सेटेलाइट स्पेस र जुन रहेको छ माइनस लास्ट विच बर्ड Which bird can fly backwards? Option A, hummingbird. Option B, sparrow. Which bird can fly backwards? As well as hummingbird. Are you sure? Do you want to change your question? भिडियोमा होइन त्यस्तो यस्तो भएको त्यही लागि Can you sparrow? Do you want to tell tuition? ल भन्नुहोस् एउटा मात्रै लगाउँछ जे हो नि ल hummingbird, sparrow. त्यो होस्टै भन्ने मान्छेले त्यो भन्छ गाइस तपाईँ भन्नुहोस् आज त्यस्तै अर्को भिडियो
के भन्छ अरे? प्यारोको नाम त पछाडि प्यारो पनि छ फेरि यहाँ मेरो त -20 उसलाई सही कि मेरो ड्रेस भएर कन्फ्युज म बस्नै त्यस्तो प्यारो हमेन हामी बढ्नु फुड के गर्दै फेरि अब भगेर त्यो हो तर हमिङबर्ड भनेको चाहिँ त फास्टै पङ्ख चलाउने पछाडि चलाउने बर्ड हमिङबर्ड ल के चाहिँ चेन्ज गर्ने हो छिटो अब टाइम जान लाग्छ हमिङबर्ड The bird that can fly backward is hummingbird. अब त्यतिका कुरा यो राउन्डमा पहिलोचोटि हो क्या हो त्यसै त 4 हाम्रो 4वटा राउन्ड कम्प्लिट भएको छ र ट्र्याक गर्नुहोस् हाम्रो होस्ट एज वेल एज कन्टेस्टेन्ट हाम्रो रिजल्ट आइसकेको छ गाइस मेरो रिजल्ट्सको मुताबिक हामीसँग कृतिकाको पोइन्ट आएको छ 85 दिदीको पोइन्ट आएको छ 75 त्यसैले यो ट्रफी उडेर घुमेर हजुरले आउँदैछ हजुरको 10 पोइन्ट जित्नुभएको छ कङ्ग्रेचुलेसन मिस कृतिका वाउ तालिया तालिया How do you feel after winning the trophy now? एउटा स्पिच है स्पिच हजुरले कस्तो लागेको छ I am so अलि आवाज ठुलो भन्नु नि माइक त्यही हो माइक पनि त्यही हो तर I am so अलि thankful. सुन I am so thankful for everyone who joined our show and must thank you to our host who prepared all these fun questions and thank you to my competitor our birthday girl. our competition was tough. It was yes. That was on the fourth round for you, right? Yes, yes. And thank you so much. Was it fun for both of you? Yes, I'll do it. I think very sleepy. It's 12 a.m. Oh, so your birthday is completed. Yeah. Now I think I have to remove my crown. Yes, crown. Oh no! Crown is removed. Is that it? So, yesterday was your birthday. भिडियोको फर्स्टमा दिदीको बर्थडे थियो अहिले बर्थडेको साथसाथ दिदीको हाम्रो ट्रफी पनि गइसकेको छ अब के हजुर यो ट्रफी तपाईँ राख्नुहुन्छ Yes. यो हजुरलाई याद पछिसम्म मेमोरी गरेर राख्नुहुन्छ Very memorable. Winner of What the Dog! What the Dog! What the Dog! एउटा क्वेशन हैन यो गेमको नाम भन्दा डग किन छ? के हो यसको सेन्स के हो बिकज मैले जुन भिडियो हेरेर यो इन्स्पायर भयो त्यसको नाम वाट द बक थियो मैले बक होइन डक राखेको Oh my god. Wow. Nice. सो मैले यो पाउनलाई म कस्तो हालतमा थिएँ गाइस लास्टमा हेर्नु होला Bye bye. हेलो एभ्रिवान म अहिले छु त्रिपुरेश्वरमा पुरै पानी परिरहेको छ गाइज भर्खर ट्रफी किनेर आएँ यस्तो प्यारो ट्रफी छ गाइज यस्तो प्यारो ट्रफी छ भर झोला भने नभए अहिले निकाल देखाउनु हुन्थ्यो यस्तो प्यारो ट्रफी छ यति मिहिनेत गरेर सुरुमा म गएँ एनबिटिसी गएँ पाएन भाटबाट नि गएँ त्यहाँ नि पाउँदैन अनि त्रिपुरेश्वर पाउँदैन चाहिँ यहाँ आएर स्कुटीमा आएको पुरै रोजाएको माथि तलसम्म यति धेरै मेहनत गरेको छु गाइज कस्तो लाग्यो भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच बाई बाई लभ यु गाइज